नमस्ते। नमस्ते। कति वर्षको हुनुभयो? 91 वर्ष। नाम? तपाईँको नाम चाहिँ के हो नि थाहा छ? मेरो नारायणको नाम चाहिँ छ भने लीलानाथ। अनि सन्चै हुनुहुन्छ? सन्चै छु। कान्छाले माया गर्छ? कान्छो नातिले गर्छ। जेठोले पनि गर्छ? दुइटै नातिले बराबरी माया होला नि। अब माया गरे भन्दै आउँदैन। अनि छोरा बुहारीले? छोरा बुहारी पनि गर्छन्। छोरा बुहारी नगरे यतिको हुन्छ? 91 वर्षको अनि खेत घुमि हिँड्नुहुन्छ त? अनि के खान मन लाग्छ त? म जे पनि खान्छु, पाए कोदाको ढेँडोसम्म चाहिँ सबभन्दा ठुलो लाग्छ। अनि तपाईँ कति सालको जन्म? 88 साल जेठ। गते थाहा छैन? गते थाहा छैन। त्यति बेलाको गतेको के बाख्रा उल्ने बेला, बाख्रा भाले बाँच्ने बेला यस्तो उस्तोको चलन थियो। कसले गर्छ? कति बज्यो बजेको कुरो भाले बाँच्न। अनि कहाँ जन्म हो मेरो? जन्म त कहाँ राखोलाको सिद्धदेखि नाथी हो। ऐसलघरका मुनि डुबे भन्छन् गाउँ चाहिँ। अनि यहाँ कति सालमा आउनुभयो? कहाँ? यहाँ त कति साल हो नि, म 20 वर्षको उमेर हुँदा हिँडेको मान्छे। म त संसार हेर्न बाँचेको मात्रै नभएदेखि मालबजारदेखि चाहिँ रेलको पहिले आएर म सास पर्ने बेलामा आशावादी आउँछ बाँचेको मात्रै हो। नभए नै जेलको लेखबाट बाँच्न भेटिँदो रहेछ। त्यो त हुँदैन। अनि यहाँ कति सालमा किन्नु भएको थाहा छैन? राखिनँ, याद राखिनँ। अनि 36 साल जस्तो लाग्छ त? 36 साल हो कि कहिले हो? यहाँ किनेको, यहाँ तिमीहरूले किनेकै बेलामा हल्लिने घर बनाएको थियो। त्यसैमा आएर एक कोठा हामी बस्यौँ। छोराको नाम के हो भन्नु त? तपाईँको? सम्मको? तपाईँको छोराको नाम के हो? मेरो छोरा नाम त लोकनाथ हो खास। बोलाउने त्यतै सम्मु। जसले पनि सम्मु भनिदिए त्यति बेला। लोकनाथ हो।